हामीले सैलुङको मिनी गेट वाल पनि अवलोकन गऱ्यौँ। बबालै दामी हो अहिलेको यात्रा, बबालै भयो। अब पछिको नि बबालै हुन्छ। अनि वहाँ माथि डाँडाबाट तल झरिसक्यो मैले चाहिँ। ल ठिक छ। ल है गाइज, हामी चाइना बोर्डर जाँदै हो। हामी त्यहाँ खासाको बोर्डर आइपुग्यो। खासा बोर्डर बाटो धेरै नराम्रो रहेछ। बल्ल बल्ल आइपुग्यो राइट गरेर। उता छ चाइना बोर्डर छ यहाँ। यो चाहिँ दामी आयो त यहाँबाट, तर के गर्नु माथि चाइना कन्स्ट्रक्सनहरू टन्नै भेटेको रहेछ। ताबुङ भयो ल जाउँ। ल अब बोर्डरसम्म नि आयो, हेऱ्यो। अब जानुपर्ने हुन्छ। कस्तो लाग्यो हाम्रो सर? कस्तो लाग्यो? एकदम बवाल लाग्यो होइन हो, अनि थकाइ नै लाग्यो होला। पनि लाग्यो। बाटो यस्तो राम्रो होइन, नेपालको बाटो यति राम्रो होइन। जहाँ पनि बाटो हिँड्दाखेरि बाइक राम्रो हुन्छ। यसो मान्छेले बाइकवाला वर्कसपहरूले रोजगारी पाउँदैन भनेर सब खाडलले खाडल बनाइदिएको रहेछ। अनि वर्कसपवालाहरूले रोजगार पाउँदैन त? पाउँछ नि त। बिल्कुल।